जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले सर्वसाधारणको नाममा वालेट आइडी सञ्चालन गरी अनलाइन ठगी गर्ने 6 जनालाई विभिन्न मिति र स्थानहरूबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषा जिल्ला चारनाथ नगरपालिका 1 घर भएका मामा भान्जा ट्रेडर्सका सञ्चालक विनोद भन्ने विशाल भुजेल, धनुषा जिल्ला धनुषाधाम नगरपालिका 9 का दीपशिखा मोबाइल पसलका सञ्चालक वर्ष 37 का सन्तोष मण्डल, धनुषा जिल्ला जनकपुर शिवचोक बस्ने वर्ष 20 का बलराम मण्डल, धनुषा जिल्ला धनौजी गाउँपालिका 2 बस्ने वर्ष 25 का साधुराम, सोही ठाउँ बस्ने वर्ष 19 का निकी कुमार र सोही ठाउँ बस्ने वर्ष 20 का रूपेश कुमार शाह रहेका छन्। उक्त समूहले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका मानिसहरूले पठाएको रेमिटान्स रकम निकाल्न जाने आफन्त तथा परिवारजनका सदस्यहरूको नागरिकताको प्रतिलिपि र फोटो समेत आवश्यक पर्ने भनी झुक्क्यानमा पारी अनाधिकृत रूपमा वालेट अकाउन्ट सञ्चालन गरी अनलाइन ठगी गर्ने समूहलाई बिक्री वितरण गर्ने गरेको र सो खोलिएको वालेट आइडीबाट हालसम्म रु 93,20,065 रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल 19 थान, विभिन्न कम्पनीका ल्यापटप 4 थान, एप्पल कम्पनीको आइप्याड 1 थान, इन्टरनेटको राउटर 3 थान र ठगी कार्यमा प्रयोग भएका सिम कार्डहरू 20 थान समेत बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।